हाई गाइज गुड मर्निङ होइन आज त हामी तल घर जाँदैछौँ टकभर होइन। अहिले त पुरा हामी त अचानक निक्लेको नि त, तर पानी चाहिँ पुरा पर्दैछ होइन। हामी त माइलाग्दो भइरहेको छौँ, बिजोकमा छौँ। के भन्छ पुरा यो थियो नि त, जाम टाइपको थियो मान्छेहरूले गर्दा भिड। अन्तखेरि चाहिँ पुरा भिड थियो। हामीले सरलाई पनि भेटेको छु, म त कस्तो हिलै भएको थियो हो। अन्तखेरि पुरा हिलै भएको थिएँ, जाँदैछु ऊ सर हाम्रो। अन्त गुड मर्निङ सर भने मैले। त्यहाँदेखिको चाहिँ जाँदैछु घर हो। बिजोक भएको थियौँ हौ, डरलाग्दो बिजोक थियौँ हामी त, एकदम डरलाग्दो ओभरै नि। अब डोमाले पनि म पनि भिजेन न, मलाई पनि देखाउ न भन्दै थियो। अन्तखेरि डोमा पनि डरलाग्दो बिजोक थियो। अन्त हामी बजार आइपुगेर सिधै, मैले त बजारको भ्यूहरू पनि खिचिनँ नि त, सिधै बजार आएर गएको खिचेँ नि त। अन्त त्यसले गर्दा पुरा जाम पनि थियो, पुरा पानी पनि परिरहेको थियो। अन्तखेरि अन्त सिंहबारी हामी टक्कै आइपुगेँ होइन। सिंहबारीमा हो सिँगडा दोकान थियो, तर त्यहाँनिर सिँगडा किनौँ भनेको गाडी रोक्दैन मिन्स अब गाडी रोकीमा किनौँ। अन्त त्यसले गर्दा हाम्रो घर जाने बाटो बल्ल बल्ल घर जाने बाटो आइपुग्यौँ। त्यहाँदेखिको ओह्रालो जाँदैछौँ हामी, ओह्रालो जाँदैछौँ। त्यहाँदेखिको चाहिँ अब त्यही हो, हाम्रो घर जाने बाटो आइपुग्यौँ होइन। यता त बरु कहाँ कहाँ जान्छ, सिङ्ला पनि जान्छ, सिक्किम जान्छ, कता कता जामुनेहरू सबै जग्गा जान्छ। अन्त हाम्रो गाउँ पनि त्यताबाट जान्छ नि त, यो बाटोबाटै। अन्त हामी त फाइनली आइपुग्यौँ होइन घर। अन्त आइपुग्दाखेरि त डोमा पनि छ। अन्तखेरि हामी चाहिँ किन छिपछिपेमा झऱ्यौँ भन्दाखेरि चाहिँ हामी त बानसपेको गाडीमा आउँछ नि त, बानसपेको गाडीमा आयो भने चाहिँ छिपछिपेमै झर्नुपर्छ नि त हो। अन्तखेरि चाहिँ झरेर चाहिँ हामी चाहिँ जानुपर्छ घर, हामी चाहिँ हिँड्नुपर्छ नि त त्यहाँदेखिको चाहिँ ओह्रालो। अन्तखेरि दामी भ्यूहरू पनि दामी रहेछ हो, कुखुराहरू पनि रहेछ नि त त्यहाँनिर, चियाबारीमा थियो। अन्त भ्यूहरू पनि दामी भइरहेको रहेछ त। डोमाले त पुरा फोटो खिचिमाग्दै थियो नि त मलाई पछिबाट, डोमा तर्स्यो भन्दैछ ऊ कुकुरहरूसँग। अन्त म त फाइनली घर आइपुगेँ होइन। घर आइपुग्दाखेरि चाहिँ ऊ टमी रहेछ, तल भोटे पनि रहेछ। ऊ टमी भोटे हाम्रो घरहरू हो यिनीहरू चाहिँ तिनवटा, एउटा दुईजना जोजोहरूको नि एकजना हाम्रो घर वहीँ पर त हाम्रो घर हो, माइलाग्दो छ। तर पनि केही छैन है। अन्त म त आइपुगेँ। प्लिज डोमालाई त नोटिस नगर्नुहोस् होला, त्यसले चाहिँ साडी लगाएर चाहिँ गर्दै थियो, खोल्दै थियो हो। अन्तखेरि चाहिँ अहिले भेटौँ भन्दैछु मैले। त्यहाँदेखिको बारी लग्यो नि त सिधै निमाले चाहिँ, आउने बित्तिकै बारी गयौँ। बारी गएर हामीले के टिप्यौँ भने काँक्रा टिप्यौँ होइन, मकै टिप्यौँ। अन्त त्यति नै हो। करेलाहरू पनि रहेछ नि त बारीमा चाहिँ, काले त मलाई देखाउँदै थियो, निमाले त देखाउँदै थियो नि त मलाई, निमा बहिनीले। यो चाहिँ मेरो कान्छी बहिनी हो। आमाले त खोर्सानीहरू पनि रोप्नु भएको छ भन्दै थियो। हाम्रो ग्राउन्ड छ नि त तल मुनि ग्राउन्ड छ, पर बराले गोतामा थियो, तर अहिले भत्काइरहेको छ नि तल बनाएको छ हो। हाम्रो चाहिँ क्या दामी देख्छ नि यताबाट जग्गा हो। काँक्रा खोर्सानी रोपेको छ भन्दै थियो आमाले त्यहाँनिर। टमाटर पनि थियो साइडमा हो, मकै पनि छ तल मकै। पर लोतर्केले खायो भन्दै थियो, कालीले खान्छु म खराब भन्दैछ। अन्तखेरि यिनीहरू चाहिँ मैले चाहिँ बाँध्दैछ भन्दैछ। काँक्रा मैले काँक्रै देखाएको छु ज्यादा चाहिँ, एउटा मात्रै रहेछ नि त ऊ हाम्रो निमा बहिनी हो। निमा र डोमा चाहिँ, अर्को त डोमा बहिनी हो नि त, दुईजना चाहिँ त्यसमा रोटीमा बाँध्दै थियो, रोटीमा त्यो पनि सानो रोटीमा बाँध्दै थियो। अन्त ऊ खाँदैछ। ओ निमा कुद्दै गयो, डोमाले म कस्तो देखिरहेको छु भन्दै थियो। अन्तखेरि त्यति नै हो, काँक्रा देखाउँदैछ। मकैबारी करम करमहरू भन्दै थियौँ हामीले, त्यो काँक्राबारी करम करम भन्दै थियौँ। अहिले फेमस गीत थियो नि त, त्यसले गर्दा। डोमाले त के देखाउँछ अरे हामीलाई भन्दाखेरि चाहिँ, तपाईँहरूलाई भनेर चाहिँ करेला देखाउँथ्यो र ऊ खाँदैछ। अन्त निमाले चाहिँ नछु भन्दैछ हो। त्यसले गर्दा त ऊ आमाले टिप्नु भएको थियो यो मकै हो, काँक्रा टिप्नु भएको थियो। अन्तखेरि उनीहरू चाहिँ पोल्दैछ, निमाले चाहिँ
निया बहिनीले चाहिँ हाम्रो त चुल्हा भर्खर आएको फुकेको थियो नि त अन्त मलाई लाग्दो हेर्दै थियो बोल्दै थियो त्यहाँदेखिको चाहिँ कालीले दाउरा हाल्दैछ डोमा पनि त्यो साइडमा डोमाले पनि भिडियोहरू बनाउँदै थियो अन्त अन्तखेरि त ऊ पोल्दैछ निमाले पोल्दैछ काँक्रा त कहाँ पोल्छ भाइ यो मकै थ्याङ्क यू फर वाचिङ गाइज हेरिदिनु भएकोमा होइन मजाले हेरिदिनुहोस् माया दिनुहोस् लाइक गरिदिनुहोस् सेयर गरिदिनुहोस् अन्त कमेन्ट पनि गरिदिनुहोस् ल गाइज थ्याङ्क यू